बोल्ने शैली, सञ्चारप्रतिको लगाव र निरन्तरताको मेहनतले चलचित्र पत्रकारितामा आफ्नो अलग पहिचान बनाउन सफल ऊर्जाशील नाम हो सुरक्षा भट्टराई। पाल्पा जिल्लाको मदन पोखरामा विक्रमसम्म 2053 साल असोज 18 गते जन्मिनु भएकी सुरक्षा भट्टराईले सानैदेखि सञ्चार क्षेत्रप्रति विशेष रुचि राख्नुभयो। 2069 सालमा उहाँले एसएलसी उत्तीर्ण गरेपछि रेडियो तालिम लिएर सञ्चार यात्राको पहिलो पाइला चाल्नुभयो। उहाँको आवाज पहिलो पटक पाल्पाकै श्रीनगर एफएमबाट प्रसारण भयो। रेडियो प्रस्तुताको रूपमा सुरु भएको यात्रा 4 वर्षसम्म निरन्तर अगाडि बढ्यो। यस अवधिमा उहाँले स्थानीय करुवा टेलिभिजनमा समेत काम गर्दै आफ्नो प्रस्तुति, कला र सञ्चार क्षमतालाई थप निखार्नुभयो। 2073 सालमा थप सम्भावना र अवसर खोज्दै काठमाडौँ आउनुभएकी सुरक्षा भट्टराईले डिसी नेपालबाट राजधानीको पत्रकारिता यात्रा सुरु गर्नुभयो। लेखन, प्रस्तुति र छोटो समयमै सबैसँग घुलमिल हुन सक्ने स्वभावका कारण उहाँ चलचित्र पत्रकारिता क्षेत्रमा चाँडै नै परिचित बन्न सफल हुनुभयो। पहिला त त्यस्तो धेरै डिजिटल मार्केटिङमा धेरै जसो मेकरहरूलाई चाहिँ त्यति धेरै इन्ट्रेस्ट लाग्दैन थियो। अनलाइनमा, पेपरमा न्युज आउने अन्तर्वार्ताहरू चाहिँ युट्युबमा गरिन्थ्यो र अहिले चाहिँ धेरै जसो चाहिँ डिजिटल मार्केटिङमा चाहिँ धेरै जसो मेकरहरू, फिल्म मेकरहरूले चाहिँ बुझ्नुहुन्छ, अहिलेको चिजलाई एडप्ट गर्नु भएको छ। सो मलाई चाहिँ पहिलाभन्दा अहिले चाहिँ अझ सहज चाहिँ लाग्छ। डिसी नेपाल हुँदै अनलाइन टिभी नेपाल, ठुलो पर्दा जस्ता सञ्चार माध्यममा काम गरेपछि उहाँले आफ्नै युट्युब च्यानल तथा अनलाइन सिने पत्रिका सञ्चालन गर्न थाल्नुभयो। पत्रकारितासँगै उहाँ चलचित्रको मिडिया संयोजन क्षेत्रमा समेत सक्रिय रहँदै आउनुभएको छ। चलचित्र पत्रकारिता गरेर जीवनयापन सजिलो गराउन सकिन्छ, कस्तो हुन्छ भन्ने प्रश्नहरू पनि उब्जिन्छ। तर मलाई चाहिँ मेरो आफ्नो पर्सनल व्यक्तिगत विचार राख्दाखेरि चाहिँ चलचित्र पत्रकारिता गरेर मैले धेरै चिज पाएको छु। चलचित्र पत्रकार भएर चाहिँ मैले आफ्नो एउटा गुड लाइफ, गुड जीवनशैली बिताउन चाहिँ एकदमै सहज भएको छ। मलाई चाहिँ ठिक छ, म जस्तो धेरैजना व्यक्तिहरू हुनुहुन्छ जसले चाहिँ चलचित्र पत्रकारिताबाट आफ्नो जीवनयापनलाई एकदमै राम्रो बनाउनु भएको छ। सो म त खुसी छु। चलचित्र पत्रकार सङ्घ नेपालको पूर्व उपाध्यक्ष समेत रहनुभएकी सुरक्षा भट्टराईले हाल काठमाडौँको अनामनगरमा आफ्नै कार्यालय सञ्चालन गर्दै उहाँले 5 जनालाई प्रत्यक्ष रोजगारी समेत प्रदान गरिरहनु भएको छ। उहाँले अहिलेसम्म 100औं अन्तर्वार्ता लिनुका साथै विभिन्न कार्यक्रमको होस्ट समेत गरिसक्नु भएको छ। सञ्चार क्षेत्रमा उहाँले पुर्याउनु भएको योगदानको उच्च सम्मान स्वरूप चलचित्र पत्रकार सङ्घ नेपालले आफ्नो 27औं वार्षिक उत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा उहाँलाई नगद 51,000 रुपैयाँ सहित स्वर्गीय दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार 2083बाट सम्मानित गर्दछ। सुरक्षा भट्टराईलाई हार्दिक बधाई तथा आगामी यात्राका लागि शुभकामना।